वेलकम टू बी ब्लग साथियों। यसपालि पनि बडा दशैंको पर्व आइसकेको छ र हामी सबै भेला भएर दशैंको खासियत यही हुन्छ कि सबैजना भेला हुन्छौँ र हामी यसपालि पनि भेला भएर हाम्री एकमात्र जीवित कान्छी हजुरआमाको घरमा गएर दशैंको आनन्द अनफिल्टर्ड तरिकाले लिनेछौँ। हेरौँ कस्तो हुनेछ। सबैलाई थाहा छैन, यो त अपलोड हुनेवाला छैन। त्यहाँ अगाडि हाम्रो टोली लागिरहेछ र हाम्रो टोलीको केही हिस्सेदार यहाँ छ र हामी अब सँगै जान्छौँ। बोरो बोरो लाओ बनाइलो मोरे बोइरागी लावेर आगा खाइलम डोगा गो खाइलम आगा खाइलम गो आमी लाउ दिए बनाइलम डुगु डुगी सादेर लाओ बोरो बोरो लाओ छोटो छोटो लाओ बनाइलो मोरे बोइरागी। बुढो भइसक्यो एक्लै आउँदा आउँदै जहाँ खोज्दै कक्कलाई पैसा दिन्छ, खोज्छ खोज्छ। म पनि एक्लै आएको होइन, ऊ पनि एक्लै आएको, तपाईँ एक्लै आएको, सँगै को आयो? माइलो पछाडिको चाइलो होइन, माइलोले त कहिले गरेको, चाइलोले गरेकै होइन। त्यही त त पनि एक्लै आएको, म पनि एक्लै आएको। विक्रम सम्भव 2082 सालको यो बडा दशैंको शुभ क्षणमा हजुरलाई कस्तो खालको अनुभव हुँदैछ? सबैलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना छ। तर तार फुर्सद भए ए हजुर भेटौं शनिबार रात टिका निधारमा टलक्के टल्कियो नातिभित्र मायाको आगो सल्कियो ए बिजुलीको तार 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 फुर्सद भए ए हजुर भेटौं शनिबार मौरीलाई भिरकै पिरा घर मौरीलाई घरकै पिरा यो मौरीको बस्यो भनको तिर सलम भनको तिर ए बिजुलीको तार 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 फुर्सद भए ए हजुर भेटौं शनिबार लासो सेवारो बरो। पहिला हाम्रो अडियन्सहरू हेर्नु कस्ता छन्। यहाँ चङ्गु मङ्गु सब छन्, नन्दी भृङ्गी सब छन्। यहाँ सुदूर पहाडबाट अब हजुरआमालाई एक खालको उत्सवको एउटा महसुस गराउन मुख्य आकर्षण मेन इन ब्ल्याक नयाँ लुगा नयाँ आशाले सजिएका हाम्रा न्युपानेका नयाँ प्रजन्महरू। यहाँ धेरै डाइभर्सिटी पनि छ, हामी बिस्तारै भन्दैछौँ। यहाँ हुनुहुन्छ भाइ, तपाईँको नाम? दिवस नेउपाने। दिवस नेउपाने। अरू के उरफे सुरफे छ? छैन। युवराज नेउपाने कस्तो? त्यही भन्नु। अनि के आश लिएर आउनु भएको छ यहाँसम्म? केही न केही। केही आश छैन तपाईँको? केही छैन? ठिकै छ ठिकै छ। कतिसम्मको आश छ? एउटा आश त पक्कै छ। यहाँ लजाउनु भयो, उहाँ अलिक पैसा प्रिय हुँदो रहेछ क्या। यहाँ हुनुहुन्छ हाम्रो सबैभन्दा के भन्नु राजकुमार, उहाँको पूर्ण नाम चाहिँ छविलाल उपाध्याय। छविलाल नेउपाने। उहाँले चाहिँ आफ्नो हजुरबाको स्मरणमा हजुरबाको नाम हरिलाल हुँदाखेरि आफूले पनि लाल लाल लगाएर छविलाल। सो उहाँको जेनेरेसनले चाहिँ अगाडि पनि लालै लाउँछ नाम पछाडि। उहाँ राजकुमार हुनाले उहाँलाई हजुरबुबाको नामलाई संरक्षित गर्ने जिम्मा लागेको छ। हजुरआमा हुनुहुन्छ, डिस्टर्ब गर्नुभएको होइन। हजुरआमा नमस्ते। यहाँ हुनुहुन्छ, हामी के भन्नु, उहाँको नाम त अब भनिसक्नु छैन, बेसिकली भन्नु छैन।
तपाईँको शुभ नाम मानव नेउपाने पर्खिनुलाई एकछिन तपाईँ किन आउनुभएको यहाँ मा टिका लाग्न के कस्तो खालको आशा छ 10बाट 50 50बाट 100 के एउटा आशा छ छैन छैन एकदम छैन बिल्कुल छैन कतिको छ कति यति हुँदा कति हाम्रो 50 रुपियाँ अर्को 5 वर्ष छ 5 वर्षमा 10 तपाईँको नाम त भनिसक्नु हो तपाईँको नाम भनिसक्नु हो नयाँ साइकल थोत्रो पारेको बधाई छ तपाईँ के आशले आउनु भएको छ बुन्या हुन्छ खाने बुनिया भुजिया Oh my God, म त बिजु दादाको बिहे आउँदैछ यतिखेर खानु थियो नि अरू पनि के मन्तव्य सुन्नु यताउता अलिक अगाडि धपक्क बलेकिरहेछौ नाम के हो तिम्रो सादा बर्मन हजुर सादा बर्मन हाँ सादा बर्मन सादा ब्रह्मन श्रद्धा ब्रह्मन ब्रह्मन साँच्चै नि नाम राम्रो नाम रह धेरैजनाको एक्स गर्लफ्रेन्डको नाम हुन्छ है श्रद्धा के छ दिव्या बर्मन दिव्या बर्मन तिमीलाई त चिन्छौ हामी किन आँखी यहाँ कतिको छ आशा कति रुपियाँको आशा छ कति रुपियाँको तपाईँले पकेट भएको पेन त लाउनु भएको छ नि यहाँ हुनुहुन्छ भर्खरै टाइफोइडबाट ग्रस्त भएर निस्किनु भएको उहाँलाई कति कति खानुभयो कहिले खानुभयो एक्चुअली यहाँलाई भन्नु भने यहाँलाई सरकारसँग बहुतै नफरत छ किनभने उहाँलाई बाटो साटो बनाएको मन पर्दैन जङ्गल जङ्गल कुद्नुहुन्छ क्या त्यो त्यही भएर अब बोली फुटेको छ बोली फुटेको छ पुरा एकदम पुरा नेताहरूको पिए जस्तै भएर आउनु भएको र तपाईँ के हो राकेश बर्मन राकेश बर्मन नभन्नु नामै खतरा छ हामी त इङ्ग्लिसमा बोल्छौँ इङ्ग्लिस मिडियम पढ्छौँ हाउ आर यु I am fine, thank you. I am fine. I'm fine, thank you. How old are you? How old are you? 8 years. You are 8 years old. Okay, you are grown up. Now हाम्रो एउटा सिभिल सर्भेन्ट हुने आश बोकेर बस्नु भएको निधार मन्त्री यहाँ के भन्न चाहनुहुन्छ तपाईँ तपाईँको के आश छ हुन त छोरीलाई मात्रै दिन्छ त्यस्तो आश छैन त्यस्तो आश छैन अलिअलि छ 50 भन्दा माथि हेर हाम्रो ठुलो हजुरआमाको उहाँको परिचय बहुत धेरै छ एक त हाम्रो ठुलो हजुरआमाको प्रतिच्छवि बोक्नु भइरह उहाँले मिनी ब्लगर डिफ्लेक्सन तपाईहरु यता किन सर्नुभएको तपाईको काम भएको अनि मिनी ब्लगर यता सारा के भन्नुहुन्छ तपाईँ के आश के भन्दिनँ म के आशा छैन मेरो के आशै छैन दिदी नमस्ते सन्चै हुनुहुन्छ तपाईँ यसै दसैँ र तिहार बाहेक चाहिँ वर्षमा यहाँ कति दिन आउनुहुन्छ वर्षमा त दिनै पछि आउँछौँ दिनै पछि आउनुहुन्छ नि आइरहनु ल हाम्रोतिर पनि जानु फल्लो चिया दिएनन् भने भन्नु हामी पकाएर दिन्छौँ ल यस्ता ठिकै छ तिम्रो ल सोमबारबाट स्कुलमा ल अब हामी बाहिरी तरफ जाँदैछौँ यहाँ हेर्नु समागम छ आफ्नो बुढी भन्ने रस बिनाको बुनिया भुजियासँग चिया रसपान हुँदैछ उहाँ हुनुहुन्छ उहाँ तिला लिलाका होइन हामी पिला पिला जय गुरु अरू त नभन्नु बाबा सर भर्खरै तपाईँ त पहाडबाट झरे जस्तो लाग्छ म त हजुर भर्खरै आउँदैछु पहाडको समाचार लिएर उहाँ घरबाट होइन हात्तीबिलबाट आए जस्तो लाग्दैछ अहिले बाउआमालाई गाउँ घरमै छोडेर आसाम पसे टोको नाम्लो बोकेर तपाईँ हामीलाई अब यस्तो खुसीको अवसरमा उत्सवको अवसरमा चस्मा लाउनु न प्लिज हामी आफै प्रिफर गर्छौँ तपाईँले चस्मा लगाएको तपाईँको अहिले आयो नि त मेन इन ब्ल्याक होइन कालो मान्छे भनेको कालो लुगामा भनेको तपाईँ बेङ्गलोर गइसक्दा तपाईँको एकदम शारीरिक वैशिष्ट्य नि फेरिन्छ किन प्रक्रिया
ओसो किन फेरि बिहानको एउटा बेलुकाको एउटा बियर अर्जुन नेउपानेज्यू उहाँले धेरैवटा सुप्रसिद्ध एल्बमहरूमा गीत गाइसक्नु भएको छ। एउटा छोटो साङ्गीतिक जीवन पनि छ। सायद नि कसैले सुनेका होला। उहाँले मतलब मायाको सागर बगाएर भगाएर पनि लगिसक्नु भएको थियो होइन। भरे भगाउन चाहिँ दिमागोसी बजारै पुग्नु भयो। अब एक खालको केही सुनौँ कि तपाईँको के सुनु केही भन्नु पर्यो सुन्ने चाहिँ के हो तँ भन्नु पर्यो नि गीत सुन्छौँ के सुनौ भने चाहिँ के सुनौ यो उपलक्ष्यमा कि कविता सुनौ कि बस्न दियो न छायाले छेलो यस्तो हेर्छ मान्छे के अरे अर्को के राति भित्र चाहिँ चस्मा अलिकति भएन कि बहुत गर्मी गर्छ यो चस्माले आम ए मेरी आमा प्यारी बहिनी कोरस सिंगर ए मेरी आमा प्यारी बहिनी आउँदैछु लौ म पल्टनबाट आउँदैछु लौ म पल्टनबाट छोडेर आए लाहुरको माया छोडेर आए लाहुरको माया बहिनीको ममताले तानेर यहाँ दसैँमा आमाको आशिष थप्नलाई तिहारमा बहिनीको टीका लाउनलाई ए मेरी आमा प्यारी बहिनी यति नै धन्यवाद धेरै धन्यवाद। आजको यो भिडियोलाई हामी अन्त गर्न जाँदैछौँ। हजुर मलाई बिदाइ दिनुहोस्। म चङ्गु, क्यामेरामा हुनुहुन्छ मङ्गु।